हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आजको ब्लगमा तपाईँहरूलाई स्वागत छ। सो हामी चाहिँ आइसकेका छौँ आज पनि। हामी चाहिँ यता तागराजुकाको यता कता यो एनिमीको सुरुवात भएको ठाउँमा जाँदैछौँ। कता त्यहीँबाट सुरुवात भयो भन्थ्यो तागराजुकाबाट। पहिलोचोटि एनिमी जापानमा बनेको होइन, अरू थाहा नि त्यति थाहा भएको। अनि नुडल पनि जाँदैछौँ, कप्पु नुडल। कप्पु नुडलबाट पहिला जापानमा नुडल बनेको थियो नि, सबभन्दा पहिला जापानमा नुडल बनेको ठाउँमा चाहिँ हामी जाँदैछौँ। सो कस्तो लाग्छ त्यहाँ गएर पनि हामी नुडल बनाउने पनि छ है, नुडल पनि बनाउनु तर कप्पु नुडलको हामी भेराइटी चाहिँ हेर्छौँ कतिवटा। एउटा नुडल पनि बोक्नु पाइन्छ, लिएर आउनुपर्छ। अनि नुडल पनि लिएर आउनेछौँ हामीहरू चाहिँ। हामी चाहिँ अहिले चाहिँ ठ्याक्क काकोबाट निस्किसकेका छौँ। सो त्यहाँ गएर पनि देखाउनेछौँ। र यत्रो भ्लग बनाए यार, लास्टमा आवाजै आएन यार साथी यार। यत्रो भ्लग बनाए लास्टमा आवाजै आएन। आएन रे, के भयो रहेछ र? खै के भयो यो हाम्रो सबै मेहनत खेर गयो। अब दोस्रो सोध्न चाहन्छु म, हामी चाहिँ कहाँ जान लाग्यो खासमा? हामी दुई ठाउँ जान लाग्यो। एउटा तागराजुका र एउटा ओसाका। तागराजुकै सबैले हेर्छ होला नि, नेपालको सब मान्छेहरू एनिमीको सबैभन्दा सुरुवात कहाँबाट भएको ठाउँबाट म्युजियम छ त्यता। म्युजियम हो भने सुनेको थियो। अब हेर्न जाने, अब हेर्नु कस्तो रहेछ त्यहाँ म्युजियम। अनि अर्को भनेको चाहिँ कप्पु नुडल पनि त सबले खान्छ होला नि। कप्पु नुडलको बारेमा अलि सेचुमे चाहियो कि, सेचुमेहरू चाहियो। कसरी बनेको र कता बनेको र त्यो कता पढ्न गएको, कसरी बनेको, पहिला कुन रामेन बनेको, पुकुरी रे कि या कप्पु नुडल बनेको कि, कप्पु नुडलको नाम के हो, चिकन यताउता त्यो रामेन। कप्पु नुडलको बारेमा मलाई राम्रोसँग चाहिँ त्यस्तो धेरै चाहिँ थाहा छैन होइन। त्यही पनि सेन्सिल अलिअलि भनेअनुसार चाहिँ कप्पु नुडल चाहिँ पहिला यहीँ जापानबाट बने हो। त्यो पनि कप्पु नुडल पनि, तर कति वर्ष त्यस्तै 40-50 वर्ष अगाडि समथिङ त्यस्तै बेला बने होला। अनि त्यो चाहिँ सबैभन्दा पहिला चाहिँ ओसाकाबाट बनाएर चाहिँ होइन। अनि आज हामी त्यही जाँदैछौँ। तिमीले अर्को के भनेको थियो क्वेसन? अनि कप्पु नुडल पहिला कुन रामेन बनेको थियो? अफकोर्स पहिला त सुरुमा प्लास्टिककै आउने भयो, किन भन्दा मान्छेको दिमाग आउँदैन त्यति पहिला यसरी बनाउने। कप्पु नुडल मान्छेहरू अलिकति सजिलो होस् भनेर खानको लागि त्यही बनाएको हो। अब चाहिँ हामी गएर हेर्छौँ, हाम्रो पनि थाहा छैन त्यहाँ कस्तो कस्तो के छ। त्यही आज हामी एनिमी बनेको ठाउँ कस्तो रहेछ, फर्स्ट टाइम जुन सोहरू बनेको थियो। एनिमीहरूको लागि एनिमी पहिला कहाँ बनाएको थियो नि त, एनिमी बनाउने मान्छेहरूले। अहिले त एनिमी लभर पनि धेरै हुनुहुन्छ, मै पनि एनिमी हेर्छु। वर्ल्ड वाइडै हो त। पहिले चाहिँ जापानबाट स्टार्टिङ भएको, जापानको पनि तागराजुको भन्ने ठाउँबाट बनाएर छ। अझै हामीलाई सेन्सेहरूले त्यही लिएर जाँदै हो। हामी एक्साइटेड छौँ किनकि हामी एनिमी लभर हो। त्यहाँ गएर हेर्नु कस्तो रहेछ त्यहाँ सुरुवात भएको ठाउँ एनिमी। तपाईँहरूले सबले हेर्नु होला। आजसम्म कसैले देखाएको छैन भने चाहिँ एनिमीको सुरुवात, आजसम्म चाहिँ कसैले देखाएको छैन भने एनिमीको सुरुवात कहाँबाट भयो भन्दा आज चाहिँ त्यही तागराजु भन्ने ठाउँबाट भयो एनिमीको सुरुवात भएको। र तपाईँहरू सबैलाई हामीले चाहिँ एनिमी सुरुवात भएको ठाउँहरू देखाउने छौँ सायद यो भिडियोमा पछि पनि हेर्नु होला। तपाईँहरूले पनि देखाएन भने हेर्नु होला कि एनिमी चाहिँ कहाँबाट बनाइरहेको छ, यहाँबाट सुरुवात भएर मैले आज चाहिँ हेरिरहेको छु भनेर हेरिदिनु होला। हस्, यति भन्दै नमस्ते, धन्यवाद। थ्याङ्क यू। म चाहिँ त्यहीँ गएर भेट्नेछु एकछिन पछि। सिनेमेटिक चेक गरौँ है त। हामी चाहिँ अहिले पहाडी इलाकामा पुगेका छौँ त, सो सिनेमेटिक हेरौँ त होइन। यस्तो ठाउँ पनि जापानमा हुन्छ क भनेर मलाई यस्तो कोसोको दौरो चढ्दाखेरि चाहिँ लाग्छ कि कहिलेकाहीँ यस्तो पहाडी इलाका पनि जापानमा छ। हेर्नु न अब मतलब, तर यो कोसोको दौरो भन्दाखेरि चाहिँ हाइवे हो कि, मेन हाइवेबाट हिँड्दाखेरि यस्तो देखिन्छ कि प्राय। अनि यता जङ्गल पनि रहेछ। सो ठाउँ चाहिँ मस्त रहेछ। तर हिँड्दाखेरि म पहिला पनि किनोसाकी जाँदाखेरि अघिल्लो भ्लगमा पनि यस्तो ठाउँहरू चाहिँ धेरै देखेको थिएँ। सो बट अहिले चाहिँ यसरी भ्लग बनाएर हिँड्ने आज त होइन। आज भ्लग बनाइदिनु जस्तो भयो भने, अब फर्स्ट भ्लग हो जस्तो भयो भने हेरिदिनु होला। सेन्सिल बोलाइसक्यो यार। हामी चाहिँ भ्लग बनाउँदैछौँ साथी। अभिषेक के भन्नु छ?
केही पनि भन्नु छैन यार निन्दा लागिरहेको सानको दादा सानो दादा टपर दादा टपर अनि त्यसपछि अब त्यसपछि अगाडि अब देखा अगाडि हिँड्ने त्यसपछि चाहिँ यसरी अनि हामी चाहिँ पुगिसक्यो अवस्था छ कस्तो चिसो त छैन के भन्न त बिर्सिया भन बिर्सिया के सोच्दै हिँड्दा कि बिर्सि युएसतिर घुमे जस्तो भइरहेछ यार घरहरू ओके त दामी रहेछ देखाउन अगाडि देखाइदेऊ त दामी यस्तो घरहरू रहेछ टक्क लाएर अनि हामी चाहिँ यहाँ जाँदैछौँ हामी अहिले चाहिँ एनिमीहरू हेर्न आएको कता एनिमीहरूको म्युजियम हेरेर पनि एनिमीहरूको यहाँ फोटोहरू राखेको छ कुन कुन हुन्छ त थाहा भयो जस्तो सुकै जेसुकै आओस् तर भिउहरले चाहिँ दामी हेर्नु पऱ्यो है टक्क लगाएर घरहरू हेर्दा पनि यस्तो छ ठाउँ चाहिँ दामी रहेछ कि यतापट्टि तर यही ठाउँ घुम्न आएको हामी हाँ यही ठाउँ यस्तै घुमिरहने हो उतापट्टि गएर म्युजियम जाने हो कि मेन म्युजियम त्यही भनेको हिँडै गरिसक्यो यार जापान कति साफ छ भनेर यही देखाइहाल्ने है एउटा पनि फोहोर फाले खाने कि यो फोहोर होइन है बाहिर यस्तो रहेछ यो चाहिँ यामातो गाडीहरू पहिला यामातो जापान आउँदाखेरि एकछिन काम गरेको थिएँ कुरोमा लागिरहेछ कस्तो लागिरहेछ दामी लागिरहेछ कस्तो लागिरहेछ एकदम राम्रो लागिरहेको रमाइलो लागिरहेको कस्तो लागिरहेछ साथी तिमीलाई सिन्सी दामी सिन्सी तिम्रो इन्टरभ्यू हेऱ्यौ हामी हाम्रो चाहिँ यहाँ कुच्चा मलाई पनि नाम थाहा छैन कि एनिमीको म्युजियम यही हो क्या झाडा गोरेका म्युजियम अरे हामी नेसान के बस्दा मैले अस्ति यही बारे लेखेको थिएँ कि हिनोतोरी यो चाहिँ हिनोतोरीको मतलब मैले चाहिँ एउटा ठाउँ देखाएको छु हामी यो पछाडि देखिरहनु भएको छ यो भनेको चाहिँ हिनोतोरी एनिमिनो हिनोतोरी भन्छ यो एनिमीमा पनि देख्नु भयो होला यो हिबाट निस्केको तोरी हितोरी भन्छ पिलिग्याङ अब यस्तै हो अब हामी चाहिँ अब के अरे हिनोतोरीको एनिमिनो होला वस्तु हेर्न आएको छु अब साथीले भ्लगमा हाल्छ होला मलाई पनि हाल होइन यसो अरे यार होइन भ्लगमा देख्नु पाऊँ होइन यसो देख्नु युट्युबमा। त्यसैले मलाई चाहिँ किप्पो पनि दिइसक्यो अवस्था छ है किप्पो कुन दिएर रहेछ टिकट म्युजियमको टिकट चाहिँ यो स्ट्याम्प पनि हालेको रहेछ यो चाहिँ हिनोतोरी भन्ने मैले चाहिँ पहिला पनि लेखेको थिएँ कि यस्तो रहेछ साथीले पनि फोटो खिचेर आएको छ उतापट्टि यो चाहिँ मेरो टिकट भयो भित्र छिर्नुलाई म्युजियममा यो चाहिँ के हो के हेर्न आयो हामी खासमा पहिलाको एनिमीको ऊहरू छ कि यतापट्टि ओ मान्छे ल नजिक भिरायो मलाई त खै तिम्रो हेरौ न यस्तो रहेछ अनि को रहेछ हो यो यही हो क्या हो मान्छे चाहिँ लेख्नेवाला एनिमी 47मा छ नि त एनिमी साथीहरू तपाईँहरू चाहिँ यहीले गर्दाखेरि आजभोलि एनिमी हेर्न पाइरहेको छ है यतापट्टि देखाउन ज्याकी च्यानको फोटो देखाएर ज्याकी च्यानको कस्तो पो खज्यो त होइन हामीले यो फोटो हेरेको थियौँ नि त ए क्यामेरा के होला डु नट टच नगर्नुपर्ने रहेछ कि अनि यस्तो एनिमीहरू हेर्नु न यस्तो पुरै टाँगेछ त्यही भएर सिरायो भन्दै थिएँ सेन्सीले ओ मोबाइल पनि राखिदिएछ त यता हेर्नु त मोबाइल
हेर न कस्तो दामी बनाएको ल यो त फोटो रहेछ दामी रहेछ यहाँ पनि यो चाहिँ सबै एनिमेहरू हेर्नु पाइन्छ यो नेटफ्लिक्समा हेर्नु पऱ्यो मैले पनि हेरेर आउँछु प्रायः भन्दा पनि लगभग बेसी नै हेरेर आउँछु सबै यो एनिमेहरू तपाईँहरूले नेटफ्लिक्स चलाउनुहुन्छ भनेपछि हेर्दा हुन्छ है यता त सबै टुरिस्टहरू खैरोहरू मात्र आएको छ यताबाट चाहिँ यस्तो रहेछ है लायन यो चाहिँ अमित के हो थाहा छ एसएससी लायन एसआई लायन मैले चाहिँ हिनोतरी बाहिरपट्टिको लेखेको थिएँ यताबाट चाहिँ पुरै सेचमी गरिरहेको छ सो यता चाहिँ दामी दामी सबै उहाँहरूको उ गरेर रहेछ कि यतापट्टि चाहिँ सबै कुन पेनले लेखेको यताउता सबै दृश्यहरू पढेको दृश्यहरू अनि मेरो साथी चाहिँ यतापट्टि आइफोन 17 प्रो म्याक्सले सेसन लिँदै हुनुहुन्छ है अनि त्यसपछि म माथि जान्छु माथि पनि देखाउँछु कस्तो रहेछ यो चाहिँ इखाइमा भयो है जाउँ माथि जाउँ अब हामी माथि गएर देखाउनेछौँ तपाईँहरूलाई यहाँ चाहिँ पुरै खैरीहरू पनि आउँदो रहेछ नि सबै एनिमीहरूकै टाकेको छ कि त्यही त पुरै भित्तामा टक्क बनाएको छ यतापट्टि यो चाहिँ म्युजियम हो एनिमीहरू बनेको म्युजियमहरू चाहिँ अनि अहिले चाहिँ तपाईँहरूले देखाउँछु एकपट्टि सबै एनिमीहरूको देखाइरहेको छ यो घरहरू सिराबे गरेर हेर्नु पऱ्यो मैले पनि यहाँ पनि मान्छेहरू हेरिरहेको छन् ओकज्यू उ गर न सबै एनिमीको क्यारेक्टरहरू हो क्यारेक्टर यो मध्ये तपाईँहरूलाई चाहिँ कुन जुन मन परे पनि यसरी हेर्दा हुन्छ कि यतापट्टि आउँछ यतापट्टि नि यतापट्टि नि यहाँ चाहिँ खतरा बवाल क्यारेक्टर छ यता तपाईँहरूको फेभरेट क्यारेक्टर चाहिँ साथीको को हो एकदम हामी भ्युअर्स चाहिँ एकदम एनिमीको क्यारेक्टरहरूको बारेमा यस्तो बयान गर्छौँ मलाई चाहिँ एनिमी हिनोतरी र एसएससी लायन कतै पनि मलाई चाहिँ हेरिरहेको छु मजा आइरहेको मेरी बहन इधर से मन्जु बहन हामी चाहिँ होइन मजाले फ्लोमा भिडियो बनाइरहेको थियौँ उताबाट मान्छे आएर चाहिँ नो भिडियो नो फोटो भनेको त्यही भएर फोटो खिच्नु बिचमा स्टप भयो अब खिच्नु पनि भयो कस्तो रमाइलो पर्मिसन तर रमाइलो भएको थियो यतापट्टि के चलाउनु मिल्दो रहेछ कि मिल्दो रहेछ म यो के गर्न मिल्छ भन्दा किबोर्डमा राखिदिएर ओपन दबाउनु यो हामी यही गरे होइन ओसामा ओसिगोतो यता होला नि राइट होला गेम होइन कि यो देखाउँदो रहेछ ओसामा ओसिगोतो यता हेलो हेर्दैछौँ हामी यहाँ टिममा के हो कस्तो मजाको त्यो ओसिगोतो भन्ने यस्तो यस्तो अप्सनहरूमा जाउँ न के काम गर्दो रहेछ भनेर एनिमीको पुरै देखाएको थियो एनिमी क्यारेक्टरहरू बनाएर तर उताबाट आज मान्छे आयो भने चाहिँ हामीलाई भिडियो नबनाइ भन्यो भने चाहिँ बेकार छ भिडियो बनाइरहेको थियौँ हामी होइन अझै यति भिडियो बनाएर यतापट्टि ऊ पनि रहेछ कपाल पनि कस्तो हो बिहान नआएर आएको यो कपालजरी सबै फेजरान नभएको तै पनि केही छैन हामीलाई यतापट्टि लाइब्रेरी रहेछ कि किताब निकालेर पढ्न पनि मिल्दो रहेछ क्या जे पनि उसको लेखेको लेखहरू चाहिँ सबै मिल्दो रहेछ पढ्न त मिल्छ तर हामीलाई पढ्न एउटा किताब भएको त्यही एनिमी कन्भर्ट भएको कि यही गाउँ बुझ्यौ हामीले चाहिँ खास भन्दा आज खतरा भिडियो बनाएर हाल्नु मन थियो होइन अब उता गएर के भनौँ भन्दा लुडलमा चाहिँ बनाउनु छ एउटा मान्छे आएर सिधै यहाँ भिडियो बनाउनु पाइँदैन फोटो बनाउनु पाइँदैन चाहिँ कन्टिन्यू गर्छौँ हुन्छ ल यति भन्दै हामी एकछिन पछिबाट जान्छौँ ल हाम्रो सुवास आयो टपर एनी टपर फेरि हाम्रो सुवास केही भनिदेऊ ल भन्न केही भन्नु छैन आज आइयो रमाइलो भयो कस्तो लागिरहेको एकदम रमाइलो लागिरहेको एनिमी हेलो साथीहरू यो चाहिँ मैले किताब एनिमीको किताब भनेर पढेको यो के हो खै थाहा त छैन मलाई राम्रोसँग पढ्नु पनि आएन यो म चित्र हेर्दै बसिरहेको छु के हो चित्र चाहिँ राम्रो रहेछ एकदम
यहाँ कस्तो क्यारेक्टर हुने एकदम राम्रो राम्रो छ कि किताबभित्र, त्यही भएर चाहिँ अलि पढ्नुभन्दा नि हेर्न मन लाग्यो क्या चित्र। अब त्यस्तै हो, पढ्ने त अब म पढ्छु जस्तो नि लाग्दैन मलाई, मजा भइरहेको। साथीहरू होइन, म चाहिँ यतापट्टि चाहिँ म्युजिक, ओके ओके यतापट्टि चाहिँ ऊ रहेछ के भन्छ तोस्यो खान, तोस्यो खानलाई के भन्छ उसलाई लाइब्रेरी, लाइब्रेरी रहेछ। अनि त्यसपछि चाहिँ मैले चाहिँ यो किताब चाहिँ निकालेको होइन, एनिमीको यो क्यारेक्टर भएको किताब चाहिँ निकालेको, मोत्तो सिरिताईवाला लेखेको छ। अब तेजुका ओसामानो, यो चाहिँ कीर्ति भन्छ है, नेपालीमा चाहिँ कीर्ति भन्छ रहेछ। अनि यो चाहिँ निकालेको, बट मलाई चाहिँ खासै पढ्न आएन, धेरै खान्जीहरू रहेछ, चित्रहरू पनि टन्नै रहेछ, यस्तो यस्तो चित्रहरू छन्, यस्तो टन्नै चित्रहरू रहेछ भित्र पनि, मतलब लेख्या भन्दा पनि चित्रहरू दामी छ, पढ्दै पनि रमाइलो हुने। अब तपाईँहरूले पनि ओसाका क्षेत्रमा, नागासाकी क्षेत्रमा हुनुहुन्छ भने यतापट्टि नजिकै हुँदो रहेछ, रमाइलो रहेछ। अब पहिला एनिमी हेर्दु भन्दा पनि होइन, अब हेर्दाखेरि पनि सबै एनिमीको क्यारेक्टरहरू पनि सबै टाँसेको छ, चित्रहरू पनि। तर भित्रपट्टि फोटो भिडियो बनाउनु त मिल्छ कि, तर कतिखेर गार्डहरूले देख्यो भने चाहिँ नखिचाइ भन्दा त्यही रहेछ। अनि त्यसपछि अब अहिलेलाई चाहिँ यति नै हो। अब एकछिनपछि यसो घुमेर त्यसपछि बनाएर एकछिनपछि भेटौँला नि त है। अरू पनि दामी दामी रहेछ हो, यता पनि यो एनिमी क्यारेक्टरहरू छ नि, यस्तो यस्तोहरू हेरौँ न, कति दामी छ यहाँ हेरौँ न, सबै एनिमी क्यारेक्टरहरू हजुर। अनि यहाँ बस्ने सिटहरू पनि दामी छ है, यस्तो हेर न, 5 जस्तो दामी बनाएर राखेको छ। हाँ समथिङ यो चाहिँ के रहेछ, यो फोटो खिच्ने हो कि के हो जस्तो लाग्यो। यहाँ पनि यस्तो रहेछ, दामी दामी छ यतापट्टि चाहिँ। उता पनि यो लायन, यो चाहिँ एसएससी लायन भन्नेको वाला हो क्या क्यारेक्टरको। जाऊ न, तिमीले लेखेको थियौ नि, ओ जानु मिल्छ कि जानु यता, साफ छ कि एउटा पनि गएको छैन कोही। यस्तो रहेछ यतापट्टि। मैले चाहिँ गएकोमा पनि यही एसएससी लाइनको बारेमा केही लेखेर भनेको थिएँ, यसकै क्यारेक्टरको बारेमा अलिअलि अगाडि गएर अलिअलि अलिअलि केही स्पिचहरू भनेको थिएँ मैले, हाप्पीहरू भनेको थिएँ। हाप्पीमा चाहिँ के भनेको थिएँ भन्दा, त्यही यो लायनमा चाहिँ एउटा कुकुरले ल्याएर पाल्छ, कुकुरले ल्याएर पाल्छ, तर एकदम एकदम राम्रोसँग कुकुरले पनि हेरचाह गरेर, लाइक के भन्ने हो त्यो जङ्गल बुक लाइक यस्तो यस्तै समथिङ के थियो। यो यहाँ रहेछ, देख्दाखेरि अलिक खुसी लाग्यो आफूले हाप्पी भनेको कुरा। तर त्यहाँभन्दा खतरा खतरा क्यारेक्टर चाहिँ अलिकति अगाडि है लागेपछि मैले चाहिँ देखिसकेँ, त्यो चाहिँ खतरा पावर रेन्जर पालाको यस्तो खतरा खतरा क्यारेक्टर चाहिँ यतातिर खैस हेर्नुहोस् ल साथीहरू, यो चाहिँ खतरा खतरा लाग्यो। एन्ड सबैभन्दा पहिला बनेको एनिमीको क्यारेक्टर चाहिँ यो हो जापानमा, सबैभन्दा पहिला। यिनीहरू के क्यारेक्टरहरू मलाई थाहा भएन, यिनीहरू यिनीहरू त सबै हेर्दा पनि पारा के हो, भिलियन जस्तो छ यार, यिनीहरू त पुरै सबै क्यारेक्टरै भिलेन जस्तो। हेर्नुहोस् यहाँ क्यारेक्टरहरू खतरा खतरा यो सबै। यतातिर के हो यो, के लेखा झौलायो, अल्छी लागिरह। त्यो हामी हेर्दै मात्रै जान्छौँ, पढ्ने सन्ने भनेको चाहिँ त्यस्तै।